काठचोकबाट यो आरुबोटेबाट मास्तिर लाग्यौँ 32 जुरे भन्ने ठाउँ जाँदैछौँ। हाम्रो साथी ड्राइभिङ गर्दै हुनुहुन्छ हर्कजी। हेलो। अब यहाँ आजको मौसम चाहिँ एकदम चिल मौसम छ है। बाटो पनि एकदम राम्रो छ, हुस्सु लागिरहेछ। डाँडा काँडाको भ्यूहरू पनि एकदमै राम्रो छ। बाटो अलिकति पानी परेर अलिअलि अप्ठ्यारो भएछ, त्यो पनि यतिको ठिकै छ, खासै धेरै अप्ठ्यारो पनि छैन। एकदमै बादल लागिरहेको छ, हेर्नुहोस् तपाईँहरू हेर्न सक्नुहुन्छ पछाडि बादल लागिरहेछ कि हुस्सु पनि लागिरहेछ। एकदम बाटो यतिको छ, यतिको बाटोमा तपाईँहरू पनि आउन सक्नुहुन्छ। हामी चाहिँ 4 जना छौँ, 2टा बाइकमा। 2 जना साथीहरू चाहिँ पछाडि नै हुनुहुन्छ, आउँदै हुनुहुन्छ। हेर्नुहोस् यस्तो राम्रो मौसम छ। गर्मीको सिजनमा तपाईँहरू पनि यो ठाउँमा भिजिट गर्न सक्नुहुन्छ। खासै धेरै टाढा पनि छैन, केराबारीबाट एराउन्ड 1-1.5 घन्टाको बाटो हो। रेफाले नजिकै अब यहाँबाट लगभग आधी घन्टाको यात्रा गरेपछि हामी रेफाले चाहिँ पुग्न सक्छौँ। यो चाहिँ एकदम मोरङ जिल्लाको एउटा नाम चलेकै टुरिज्म एरिया हो। यहाँ अन्य साथीहरू पनि गएर फर्किँदै हुनुहुन्छ बाइकमा। हाम्रो साथीले चाहिँ एकदम राम्रो ड्राइभिङ गरिरहनु भएको छ। हल्का मुस्कान पनि दिँदै हुनुहुन्छ आज, किन यो मौसम देखेर तपाईँलाई अलिक खुसी भइरहनु भएको छ जस्तो लाग्दैछ। पुरा तराईको गऱ्यो, खाँदा बाटो अलिकति त्यस्तै आयो, ठिकै छ। हेर्नुहोस् कति राम्रो छ पछाडि बाटो, हेर्नुहोस्। एकजना यहाँ स्थानीयवासी पनि हुनुहुँदो रहेछ, उहाँ चाहिँ गलेर बसेर यसो बिडी सुर बनाएर पिउन खोज्दै हुनुहुँदो रहेछ। मौसम हेर्नुहोस् यति राम्रो छ। सायद यस्तो मौसम नेपालमा पहाडी जिल्लाको पनि यति छोटो दुरीमा कमै मात्रामा पाइने गर्दछ। अब एकैछिनमा घाम लाग्ने, एकैछिनमा पानी पर्ने, एकैछिनमा हुस्सु लाग्ने। डाँडा काँडा पनि हेर्नुहुन्छ तपाईँको, हेर्नुहोस् डाँडा, माथिको डाँडा काँडाहरू पनि हेर्न सक्नुहुन्छ। यस्तो डाँडा छ। हेर्नुहोस् 32 जुरेमा हामी आइपुगेका छौँ। अब हामी यहाँ गाडी रोकेर एकछिन यहाँको भ्यूको मजा लिन्छौँ। हेर्नुहोस् तपाईँहरूलाई पनि आउन इच्छा छ भने एकदमै केराबारीबाट 1-1.5 घन्टाको दुरीमा खासै त्यस्तो अप्ठ्यारो पनि छैन बाटो। यत्रो बर्खामा पनि तपाईँको बाटो चाहिँ आउन सकिने नै छ। अब 4 चक्केलाई चाहिँ अलिकति अप्ठ्यारै होला, तर 2 चक्केमा चाहिँ हामी एकदम आनन्दसँग आउन सक्छौँ। हर्कजी तपाईँलाई कस्तो लागिरहेछ यो ठाउँको बारेमा अलिकति दर्शकहरूलाई भनिदिनु न। हेलो नमस्कार। बाटो ठिकै छ होइन, मौसम एकदम चिल है, मजा आउँछ। चिल भन्नाले तपाईँलाई चिल तर कस्तो खालको चिल हो? एकदमै मजा हो। अनि हेर्नुहोस् त यो इन्भाइरोमेन्टको मजा लिन त है हामी नेपालीले मात्रै पाउँछौँ जस्तो लाग्छ, कि त विदेशी पर्यटकहरू आउनु पर्यो। नेपालमै पनि हेर्नुहोस्, यहाँ तपाईँलाई म देखाउँछु। यस्तो डाँडा छ, यस्तो भिरपाखा छ, हेर्नुहोस् यो भिरपाखा हेर्नुहोस् यस्तो छ। तल हेर्नुहोस् गहिरो कति छ। तल घाम लागिरहेछ, हेर्नुहोस् घाम लागिरहेछ नजिकै। हेर्नुहोस् मौसम कस्तो छ हेर्नुहोस्। अब 32 जुरेको डाँडा भन्नुहुन्छ भने तपाईँ हेर्नुहोस् यस्तो थुम्सा थुम्सी चाहिँ सायद 32वटा थुम्सा भएर 32 जुरे नाम रहेको हुनसक्छ। अहिले हामी यहाँको स्थानीयवासी भेट्यौँ भने तपाईँहरूलाई हामी फेरि पुनः भिडियोमा जोडिनेछौँ। अहिलेलाई यति भन्दै
हाम्रो यात्रा चाहिँ यो भर्खर यहाँसम्म आइपुग्यौँ। अब जेफाले जाने कुरा चाहिँ अब हाम्रो गइँदैन कि भन्ने जस्तो पनि छ। अहिले गयो भने तपाईँहरूलाई फेरि त्यहाँ जोडिन सक्छौँ। यस्तो राम्रो मौसम छ हेर्नुहोस्। ल अहिलेलाई तपाईँहरू पनि यो ठाउँमा आउनुहोस् गर्मी छल्नको लागि भन्दै बिदा माग्छु। बाई, नमस्ते।